तिमीलाई थाहा नै छैन कि मेरो फ्यामिली कस्तो भनेर। प्रदर्शनमा आउन लागेको फिल्म एकमुठी बादलको प्रिमियर गरिएको छ। बुधबार साँझ काठमाडौँ स्थित बिग मुभिजमा आयोजित प्रिमियरमा अभिनेत्री आचल शर्मा रातो गाउन र लामो घुम्टोमा बेहुली झैँ सजिएर प्रवेश गरेकी थिइन्। महिला नौमती बाजा समूहको बाजागाजासहित फिल्मको प्रिमियर सुरु गरिएको थियो। सहारा शर्माद्वारा निर्देशित एकमुठी बादलको प्रिमियरमा पनि फिल्मकै कथावस्तु जस्तै महिलाको उपस्थितिलाई केन्द्रमा राखिएको देखिन्थ्यो। फिल्ममा आचल शर्माले माइलीको भूमिका निर्वाह गरेकी छन्, जसको विवाहको तयारी चलिरहेको हुन्छ। उक्त पात्र मार्फत विवाहसँग जोडिएका भावनात्मक जटिलता, सामाजिक अपेक्षा तथा महिलाले भोग्ने व्यक्तिगत अनुभवलाई संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ। मध्यमवर्गीय नेपाली परिवारको यथार्थपरक चित्रण गरिएकाले फिल्मले प्रिमियरमा उपस्थित दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षको भनाइ छ। निर्देशक सहारा शर्माले भनिन्, एकमुठी बादल नेपाली फिल्ममा प्राय नदेखाइने महिलाका भावना र अनुभवमा आधारित कथा हो। निर्देशकसँगै निर्माता अभिमन्यु दीक्षित, सामिप्य राज तिमेल सेना, निपुण श्रेष्ठ तथा अनु पौडेलले अतिथिहरूलाई स्वागत गरेका थिए। प्रिमियरमा सहभागी दर्शकहरूले फिल्मको कथावस्तु, अभिनय तथा कथा वाचन शैलीको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा कलाकार तथा निर्माण टोलीसँग सञ्चारकर्मीको अन्तर्क्रिया पनि आयोजना गरिएको थियो, जहाँ फिल्म निर्माण, प्रतिनिधित्व तथा समकालीन सिनेमामा स्थानीय कथाको महत्त्वबारे छलफल गरिएको थियो। निर्माता अभिमन्यु दीक्षितले भने, हामीले मनदेखि एउटा फिल्म बनाएका छौँ। अब यसलाई हेर्ने, यसको बारेमा कुरा गर्ने र अझ धेरै दर्शकमाझ पुर्याउने जिम्मा दर्शकहरूको हो।